हामीलाई अलिकति चिस्का ट्याक्कै कति टाइम लाग्छ पनि थाहा हुन्छ है। हिँडेर ड्याङ पुगिदिने र चाहिँ म खै 4:21 भएछ। अब हामी सुरु गर्दैछौँ हाम्रो यात्रा होइन। मेन यात्रा चाहिँ अब सुरु हुँदैछ। 4:21 गयो। हेरौँ अब कति बजीमा पुगिन्छ। सबैजनालाई म दर्शन गराउँछु है माताको। ल बाख्रा लिन आएको म चाहिँ अहिले होइन। पानी फेरि कत्रो पर्दैछ भयो नि। यो हाम्रो बाख्रा बिचरा हेर पानी पर्दैछ। रेनकोट लाइयो, रेडी भयो, झोला बोक्यो। गयो त हामी प्रवेश गर्यो फाइनली, मतलब गर्न आँट्यो। यहाँ छ नेपाल के भ्रमण पाथिभरा मन्दिर लेखेर रहेछ। ठिक छ हामी ल छिरुमै ढोकिदियो। हाम्रो गुरुजी त हेरिदिनु त। ओ गुरुजी गुरुजी है बाख्रा डोर्याउँदै। बाख्रालाई पनि यस्तो स्पेसल फेसिलिटी छ हाम्रोमा चाहिँ। जाउँ अब के हुन्छ। मम्मीहरू तल छुट्टिहाल्नु भयो। हामी हिँड्न चाहिँ कडा छौँ। फेरि फेरि दर्शन गर्नुपर्छ अरे हामी तलै घन्टामा। अच्छा त्यसो त ल्याइएन भन्छ। ल हामी अब फेरि सरासरी हिँड्ने हो। हामी हिँडेको आधी घन्टा भएछ है। 4:21 भएको थियो हिँड्दाखेरि। आधी घन्टा भएछ। हामी यहाँ माथि आइपुगिसक्यौँ। परिवारहरू सबै तल छन्। यो भाइ गल्यो भनेर पर्खेको एकछिन होइन भने म त हिँडेर छु ड्याङ पुगिदिने र चाहिँ म खै कति बेरमा हो। बाटो पनि त्यस्तो नराम्रो त छैन हौ। यस्तो ढुङ्गा भएकोबाट सरसर हिँड्नलाई के अप्ठ्यारो हुनु। ट्याङ्की छ। बुढाबुढी मान्छेलाई चाहिँ अलिकति गाह्रै रहेछ। हामीहरू उमेर भएको मान्छेलाई त त्यस्तो गाह्रो होइन। अब गलिन्छ अलिअलि। गल्न त गलिहालिन्छ नि, त्यो समस्या भएन। त्यस्तो गाह्रो खासै पर्दैन। ठिक छ ल हिँडौँ अब। फेरि अगाडि यात्रा हाम्रो अगाडि बढ्छ। अब कहाँ पुगिन्छ हेरौँ कतिखेर पुगिन्छ। कस्तो उकालो अब चाहिँ म पनि गलेँ। अब चाहिँ त्यसका भए चाहिँ कस्तो ठाडो बाटो रहेछ नि। कस्तो बाटोबाट आएको म झन् कुद्ने भयो कि म त झन्डै गएँ नि एक ठाउँमा बसेर एक गुड्की पानी खाएपछि भल आनन्द आयो। भाइ पनि छुट्यो तलै बसेको गर्न खोज्छ मुला। अनि बसिराख बाबामासँग आइज भन्दै। अब चाहिँ उकालो छ। अब चाहिँ म पनि गलेँ। अब बिस्तारै हिँड्छु। फेरिको टिक्टिङहरू झन्डै गइरहेको हो। ट्याक्कै म हिँडेको 1 घन्टा भयो होइन। 1 घन्टामा हामी आइपुग्यौँ। अब तपाईँको कति बाँकी छ भने हेर्नु है। अब 1.3 किलोमिटर बाँकी छ। अझै लगभग 1.3 किलोमिटर हामी हिँड्नुपर्ने रहेछ। तर थोरै हो नि है 1.3 किलोमिटर। बोल्दाखेरि पनि सास अड्किरहेको छ। अब हाम्रो जस्तो त गाउँ जस्तो भए त गाउँ तराई जस्तो भएको भए त 1.3 किलोमिटर भनेको त म कुदेर त्यहाँखेरि 10 मिनटमा त कुदेर पुगिन्छ। 7-10 मिनटमा। अब यहाँनिर कति समय लाग्ने हेरौँ। 1 घन्टामा यति आइपुग्यो। कति किलोमिटर तलबाट राम हेरौँ न कस्तो छ यस्तोमै यसरी। बाफ्रे बाफ। जस्तै तपाईँहरूलाई अब ट्याक्कै कति टाइम लाग्छ पनि थाहा हुन्छ है। जस्तै मैले हेरेर आएको छु नि त टाइम कति बजी हिँड्न र अब चाहिँ त कति टाइम लाग्छ। अनि म जस्ता जेन्जी युवा कति घन्टामा आइपुग्छन् र बाआमा हाम्रो बुवा मम्मीहरू बुढा मान्छे कति घन्टामा आइपुग्छन् त्यो पनि म भनिदिन्छु अहिले। आमा बुवा आएको पनि देखाउँछु। हिँडौँ अब। बोल्दा सास अड्क्यो नबोली हिँड्छु अब। क्या बात है भाइ साहब। हाम्रो घरतिर गर्मी भएर मान्छे फ्यान खोलेर बस्यो होला। यहाँनिर त ज्याकेट लाएर रेनकोट लाउँदा पनि जाडो भइरहेको। हे हरिदेव कृष्ण जगन्नाथम प्रेमानन्द ये क्या हुआ। चलो यहाँनिर घन्टी रहेछ कि घन्टी बजाइदिउँ नि। यसलाई यहाँ राख्नु पर्छ नि। देब्रे हातले त बजाउँछ नि घन्टी त होइन। जाउँ ये बात। चलो घन्टी बजाउनु बित्तिकै जोस आएर म्याक्री। बाफ्रे बाफ फट्के 4 हो यार। माथि गयो झन्झन माथि गयो झन्झन उकालो। झन्झन माथि गयो झन्झन उकालो। 900 मिटर रहेछ। अब 900 मिटर चाहिँ रहेछ दाजु। म त 1 जस्तो देखेँ परबाट 9 चाहिँ रहेछ। अब
900 मिटर बाँकी रहेछ। अब हेर्नु न कस्तो उकालो त्यहाँबाट माथि यहाँनिर 900 मिटर बाँकी छ भने अब गइन्छ है क्या पाथी आएर दर्शन नगरी बाप्रे बाप पुग्न आँट्यो अब चाहिँ ल बाटो यस्तो छ। अब मात्रै अब 600 मिटर छ गलियो जस्तै। अब यहाँ आउँदाखेरि पानी सानी एक्सट्रिम आफूलाई चाहिने चाहिँ बोक्नु पर्ने रहेछ। माथि हुन्छ होला माथि किन्छु भनेर गरेँ मैले, रोइ माथि त हुँदैन परे। अब पानी पनि खान नपाइने भयो के हो, धारा चाहिँ हुन्छ कि पानी पनि खान नपाइने भयो, एक्सट्रिम पनि केही नपाइने भयो। तलबाट पनि ल्याइएन माथि किनिहालिन्छ नि भनेर बर्बाद गऱ्यो है, गलिएर उस्तै भयो। हट्टेरिका जस चट्टा हेर्दाखेरि वरिपरि त राम्रो देखिन्छ नि, तर गलिएर बिजोक रमाइलो हुँदो रहेछ। के गर्नु, जाउँ अब। यो माथि घन्टीको आवाज सुनिँदैछ, लगभग पुग्यो जस्तो पनि लाग्यो। खोइ 600 मिटर भनेर देखाउँछ त्यहाँ चाहिँ के हो यो घन्टी नै घन्टी ठाउँमा आइपुग्यो। घन्टी बजाउनु त तालिपुग्छ यसमा त रहनु रहेछ यार। ल पाथिघरमा त जय हो भन्नु र बजाउँछ। मजा आ गया। फेरि जानु पर्यो उकाली तल छ होला। हेर दाइ यसरी आउँदा त दाइ गर्नु आएन, म एक्लै हिँड्दा त अँ परिसक्यो। अब सक्छ कसैले सक्दैन। दुईटा बच्चालाई डोकोमा हालेर कस्तो मजाले लाँदै हुन्छ यहाँनिर। क्या बात है भाइ साहब, मजा आ गयो। यहाँनिर निदाएको बिचरा दुईटा बच्चा। म चाहिँ के पोका रहेछ अनि दाइ परेको पोका झर्न आँटो भन्दै थियो क्या, टाउको यसो गरेर रहन केटाकेटीले मात्रै 200 रहेछ। अब 200 मिटर किन लगाएको रहेछ जान्न माथि पानी पर्दैछ कत्रो ठुलो है त। अब चाहिँ पुगिन्छ त। 200 मिटर भनेको दुईवटा पोल त हो होइन, जस्तै हाम्रो तराईतिर हुन्छ नि त पोल, त्यो पोल 100 मिटरको फरक हुन्छ होइन। त्यो दुईवटा पोल जति उकाली भएर चाहिँ यहाँनिर लास्ट गाह्रो भइरह। पानी नल्याएर उस्तै गाह्रो भयो। पानी माग्दै खाँदै गर्नु पर्दा मान्छेलाई गाह्रो परिरहेको। दाइ पुग्यो आउनुभएको? पुगेर आइसक्यो। ए कति बिहानै हिँड्नुभएको? हामी 3:30 बजे हिँडेको। ए लु दाइहरू त कडा हुँदो रहेछ। हामी त यो मरियो कति बजेको नि चिरिका मन्दिर परिसर यो मन्दिर माथि छ, माथि मन्दिर छ। फाइनली 100 मिटर छ। अब दाइहरू त कतिजना कताबाट जाने है, सडक यहाँ छिर्नु त रहेछ नि सिधै, तर अब त्यहाँबाट चढ्ने ठाउँ रहेन रहेछ। तर यतिबाट किटिनु गएर अझै आनन्दै बेग्लै आउँथ्यो यार यहाँ माथि आइसक्यो। थकानै हरायो मेरो त, बाप रे बाप। अरे साला मार डाला रे। हामी छिटो आएको भनेको मान्छेहरू हामीभन्दा कति छिटो आएर पूजा गरेर पनि मान्छेहरू फर्किसक्यो। अब बाबा मम्मी कतिखेर आउने हो, बाबा मम्मीलाई पर्खिनु पर्छ भने त अझै गाह्रो छ, धेरै गाह्रो। हेर्नु त मान्छे कति छन्। अहिले त कम्ती पो हट्दा अझ फेरि मान्छेहरू अलि धेरै हुन्छ अरे मान्छेहरू चैततिर त अझै कति हो कति। बाप पुग्यो फाइनली आइपुग्यो। ल त्यो मन्दिर चाहिँ कता यता हो क्या र त्रिशुल छ, पानी परेको रहेछ उता त के जानु। कति बज्यो ल, हामी कति चाहिँ बेलामा आइपुग्यो त हेर्नु ल, टाइम हेरौँ कति बजेछ। हामी सायद कति 4 बजेर 21 मिनटमा उठेर हिँडेको थियौँ मलाई भयो। कति भयो त टाइम अहिले भन्दाखेरि 6:32 4-5 ल ट्याक्कै लगभग 2 घन्टा आसपास, 2 घन्टामा ट्याक्कै आइपुगेको छु म चाहिँ। अब मन भयो कतिखेर आइपुग्ने हो, पर्खिनु पऱ्यो एकछिन, भोक लागिरह मर्ने गरी पर्खिँदा फेरि त जाउँ के छ।
1.5 घन्टा भइसक्यो म आएको कति 6:32 मा आइपुगेको थिएँ म 6:32 मा आइपुगेको थिएँ 7:54 भइसक्यो अझै पनि हाम्रो घरको आउनु भएको छैन त मम्मीहरू पर्खिँदा त म त मरेर परेको पनि मिलाएको साथ परेर निस्केर होइन पैसा यार फेरि हात होइन हात बोली पनि उयो भइसक्यो हात ठिरियाएर आफ्नो त भयो घरमा खोज्छ हात पुरै ठिरियाएर यो परेर छिर्नु नै छ भने तल यहाँ चाउचो पनि थियो क्या र चाउचो खोलमा थियो क्या भान्जा र दिदी आइपुग्नु हो होइन कति भयो भने टाइम अहिले ट्याक्कै 8 बजे आइपुग्नु भएछ अब मम्मीहरू अझै आएन मम्मीहरू कहाँ आइपुग्यो खानु थाहा मम्मीहरू ल फाइनली यही बाख्रा लिएर दिदीहरू चाहिँ आयो मम्मीहरू चाहिँ खोइ त हाम्रो मम्मी भयो यहीँ हाम्रो गुरुजी पनि आउनुभयो इधर फादर आउनुभयो कति टाइम भयो भने नि ट्याक्कै 8:14 आइपुग्नु भएछ के भयो गाह्रो परेको जस्तो छ हिँड्न मम्मी के छ साई क्या छिटो आयो अन्त फुटाउनु जतिचोटि फुटाउँदा हुँदा र लु हानु त एकचोटि परिसक्यो एकचोटिमा जाओस् न मुलाले 1 2 3 10 ए लु राम्रो ओजा अब ओजा त छौँ मेन हेर्नुलाई अलिकति चिस्का ओ माय गॉड ये बात देखो गाइस क्या बात है भाई साहब क्या बात है आओ जी ये बात त पूजा गर्न हिँडेन नानी हो यहाँ कोही के गर्नु पूजा मलाई नि सिकाउनु त मलाई दिनु ल म पनि गर्छु ल फोटो खिच ल